स्वागत छ आजको यस कोरियन ल्याङ्ग्वेज बेसिक कक्षामा यहाँहरू सम्पूर्णलाई आज हामी मौसम, ऋतु वा प्रकृति सम्बन्धी चाहिँ शब्दार्थहरू पढ्न गइरहेका छौं। लाग्छ यति मिनिङहरू पढिसकेपछि तपाईलाई यो मौसम सम्बन्धी एक्जाममा कुनै पनि क्वेशनहरू आयो भने चाहिँ सजिलैसँग चाहिँ हल गर्न चाहिँ सकिन्छ। तर मेन कुरा भनेको पढ्न चाहिँ पर्यो है त। सुरु गरौँ, सँगसँगै पढ्नु होला। म दुई चोटी सम्म प्रोनाउन्सिएसन गर्छु। नाल्सी वा छल भनेको मौसम, नाल्सी अथवा छल भनेको मौसम। खेजल ऋतु, खेजल ऋतु। वा र अथवा वा छायन प्रकृति, छायन प्रकृति। ख्वानरेन सम्बन्धी, ख्वानरेन सम्बन्धी। थान शब्द, थान शब्द। फी वर्षा, फी वर्षा। खुरुम बादल, यो बा है बदल हैन कि बादल। म मिनिङ चाहिँ डिस्क्रिप्सनमा पीडीएफ फाइल हाल्छु, त्यो डाउनलोड गरेर चाहिँ पढ्नु होला। आन्गे कुहिरो, आन्गे कुहिरो। थेफुङ तुफान, थेफुङ तुफान। फारम हावा, फारम हावा। सरी तुषारो, सरी तुषारो। नुन हिउँ, नुन हिउँ। उबाक असिना, उबाक असिना। खिउन तापक्रम, खिउन तापक्रम। फन्गे चट्याङ, फन्गे चट्याङ। छिजिन भूकम्प, छिजिन भूकम्प। सुप्तो आर्द्रता, सुप्तो आर्द्रता। अरुम बरफ, अरुम बरफ। मूल नाली बाढी, मूल नाली बाढी। आमसक चट्टान, आमसक चट्टान। खाङ नदी, खाङ नदी। फादा समुद्र, फादा समुद्र। सान पहाड, सान पहाड। सम भनेको टापु, सम भनेको टापु। होसु ताल, होसु ताल। फोक्फो झरना, फोक्फो झरना। हानुल आकाश, हानुल आकाश। छिगु पृथ्वी अथवा धरती है यो। छिगु भनेको पृथ्वी अथवा धरती। फ्यल तारा, फ्यल तारा। जाउँ। थाल चन्द्रमा, थाल चन्द्रमा। हे सूर्य, हे सूर्य। यङहा 0 डिग्री भन्दा कम, यङहा 0 डिग्री भन्दा कम। यङसाङ 0 डिग्री भन्दा माथि। बुन उइगी वातावरण, कार्यस्थलको कार्य वातावरण है यो। बुन उइगी। ह्वानग्याङ वातावरण, वरिपरिको कुनै पनि घरको वरिपरि, अफिसको वरिपरिको वातावरण है त ह्वानग्याङ। त्यसपछि ओयम प्रदूषण, ओयम प्रदूषण। सङसुगी सिजन, सङसुगी सिजन। फिसुगी अफ सिजन, फिसुगी अफ सिजन। मुछिगे, मुछिगे इन्द्रेणी। सानकोकथेगी भनेको पहाडको टुप्पो, सानकोकथेगी पहाडको टुप्रो। छङसाङ शिखर, छङसाङ शिखर। सामान्य हुनाले यो धेरै माथि, जस्तै सगरमाथाको शिखर भने जस्तै कम, धेरै लो लेभलको शिखर है यो। ओन्छन भनेको तातो पानी कुण्ड, ओन्छन तातो पानी कुण्ड। थवी गर्मी, थवी गर्मी। मुथवी अत्याधिक गर्मी, मुथवी अत्याधिक गर्मी। फोक्नाल ग्रीष्मको गर्मी दिन है यो। फोक्नाल भनेको ग्रीष्म ऋतुको धेरै प्रचण्ड गर्मी। थानफुङ भनेको सुकेको पहेँलो पात है, थानफुङ सुकेको पहेँलो पात। फोम वसन्त ऋतु, फोम वसन्त ऋतु। यरुम ग्रीष्म ऋतु, यरुम ग्रीष्म ऋतु। खाउल शरद ऋतु, खाउल शरद ऋतु। ख्यउल शिशिर ऋतु, ख्यउल शिशिर ऋतु। खिउ जलवायु, खिहु जलवायु। फादतका, फादतका भनेको समुद्रको किनारा, फादतका समुद्रको किनारा है यो। छुउई जाडो, छुउई जाडो। खुछिदा भनेको वर्षा रोकिनु, पानी रोकिनु, खुछिदा। कोक सेमछुई भनेको फुल फुल्ने बेलाको जाडो है यो। कोत सेमछुई फुल फुल्ने बेलाको जाडो। छैगो खिउन भनेको छैगो खिओन उच्च तापक्रम। छेज खिओन न्यून तापक्रम। खिउनी ओल्ला खादा
तापक्रम बढ्नु खिउनी ओल्ला खाँदा तापक्रम बढ्नु खिउनी नेर्या खाँदा तापक्रम घट्नु खिउनी नेर्या खाँदा तापक्रम घट्नु खिउनी नोक्था तापक्रम बढिरहनु खिउनी नाप्ता तापक्रम कम हुनु फिगा ओदा पानी पर्नु अथवा वर्षा हुनु फिगा नेरिदा पनि पानी पर्नु है फिगा खुच्चिदा पानी रोकिनु फिगा खुच्चिदा पानी रोकिनु नाल्सिगा छोथा राम्रो मौसम नाल्सिगा छोथा मौसम राम्रो हुनु नाल्सिगा माग्दा मौसम सफा हुनु नाल्सिगा नापुदा मौसम खराब हुनु नाल्सिगा नापुदा मौसम खराब हुनु नाल्सिगा हुरिदा मौसम बदलिनु नाल्सिगा हुरिदा मौसम बदलिनु नुनी नेरिदा अथवा नुनी ओदा भनेको हिउँ पर्नु सरिगा नेरिदा तुसारो पर्नु सरिगा नेरिदा तुसारो पर्नु फारामी फुल्दा हावा चल्नु सनसन अथवा सिवन हादा अथवा सिवन हादा भनेको शीतल हुनु सनुल हादा सिरेटो चल्नु आन्गेगा किदा कुहिरो लाग्नु आन्गेगा किदा कुहिरो लाग्नु आन्गेगा छिदा कुहिरो हट्नु आन्गेगा छिदा कुहिरो हट्नु हेगा तुदा सूर्योदय हुनु घाम उदाउनु हेगा तुदा सूर्योदय हुनु हेगा छिदा सूर्यास्त हुनु घाम अस्ताउनु हेगा छिदा हेगा नादा घाम लाग्नु हेगा नादा घाम लाग्नु हेगा फि छिदा पनि घाम लाग्नु है त खुरुमी किदा बादल लाग्नु खुरुमी किदा बादल लाग्नु खुरुमी अथिदा बादल हट्नु थारे तुदा चन्द्रमा उदाउनु थारे छिदा चन्द्रमा अस्ताउनु थाङफुङी ठुल्दा पुराना पात छर्नु थाङफुङी तुल्दा पुराना पात चर्नु हानुरी फुरुदा आकाश निलो हुनु साग खाँदा कोपिला पलाउनु खन्जो हादा सुक्खा हुनु सुप हादा उसिलो हुनु फन्गेगा छिदा चट्याङ पर्नु थेफुङी फुल्दा आदि आउनु अरुम नाक्सी भन्नाले अरुम नाक्सी है यो अरुम नाक्सी भनेको हिउँमा माछा पार्नु थप्ता गर्मी त्यस पछाडि तातुत हादा न्यानो हुनु तातुत हादा न्यानो हानु कोछुल फिदा फुल फुल्नु फिसा खादा गर्मी मनाउन जानु फिसा खादा है यो गर्मी मनाउन जानु नुन साराम हिउँ मान्छे जाडोमा चाहिँ हिउँले चाहिँ मानिसहरू घुम्न जाँदाखेरि मान्छे बनाउने यो नुन साराम है छङमा छल भनेको बर्सातको समय बर्खायाम भनौँ है यो बर्सातको समय छङमा छल साखेजल भनेको चार ऋतु कोत खुग्याङ फुलको अवलोकन माग्नुन नाल्सी है सफा मौसम आरुम थप्ता दृश्य सुन्दर हुनु दृश्यहरू सुन्दर हुनु खोङ्गीगा माग्दा भनेको हावा सफा हुनु वाङसा भनेको धुले हावा वाङसा भनेको धुले हावा छुप्ता जाडो हुनु त्यस सँगसँगै हामीले बुकमा पढ्नुपर्ने मैले यो राखिदिएको छु सजिलो हुन्छ भनेर कोरियामा चाहिँ 4 वटा ऋतुहरूमध्ये फोम यरुम ख्यौल खाउल है अब फोममा चाहिँ फुलहरू फुल्ने र एकदम तातु दादा एकदम आनन्द खालको घाम लाग्ने है यो तातु दादा
यहाँहरुमा चाहिँ धेरै गर्मी थप्ता धेरै गर्मी हुन्छ त्यो भएको कारणले मान्छेहरु गर्मी फिसाहदा भनेको गर्मी मनाउन समुद्रको किनारामा जान्छन् त्यसपछाडी खाउल भनेको एकदम शीतल हुनु सनसनाहदा अथवा सिवनाहदा शीतल हुन्छ भने ख्याउल भनेको छुप्ता धेरै जाडो हुन्छ र मान्छेहरुले घुम्न जाँदाखेरि हिउँको मान्छे चाहिँ बनाउँछन् है त आजलाई यति नै एक पटक अथवा दुई पटक तीन पटकसम्म चाहिँ अध्ययन गर्नु होला जबसम्म तपाईलाई याद आउँदैन तबसम्म कण्ठ गर्दाखेरि झनै राम्रो किनकि हामीले कोरियन भाषामा सबैभन्दा मुख्य कुरो चाहिने भनेको मिनिङ नै हो मिनिङ पछि तपाईलाई ग्रामरको आवश्यकता पर्छ हामी यो बेसिक मिनिङहरु पढिसकेपछि हामी ग्रामरमा चाहिँ हामी ग्रामर क्लास गर्छौं यदि बेसिक र ग्रामर एकदम राम्रोसँग तपाईले पढ्नुभयो भने चाहिँ कोरियन एक्जाम चाहिँ मेरो हिसाबमा मैले गरेको अनुभवमा चाहिँ पहिलो पटक नै तपाईले नाम निकाल्न चाहिँ सक्नुहुन्छ